निर्वाचनको अवधिमा नागरिकको भूमिका। चुनावमा राइट क्यान्डिडेटलाई जिताउन चुनावको बेला जनताले के कुरामा ध्यान दिनुपर्छ? म भनिहाल्छु नि। निर्वाचनको अवधिमा नागरिकले खेल्नुपर्ने भूमिकाबारे बुझ्न यता हेर है त। निर्वाचनको अवधिमा नागरिकले खेल्नुपर्ने भूमिका यस प्रकार छन्। मतदान क्रममा अनुशासित भई लाइनमा बस्ने र मतदान गर्ने, मतदान स्थलमा होहल्ला नगर्ने, वृद्ध अपाङ्गता भएका सुत्केरी गर्भवतीलाई पहिलो प्राथमिकता दिने, फर्जी यानि फेक मतदान कार्यलाई निरुत्साहित गर्ने, आर्थिक वा अन्य प्रलोभनमा नपरी आफूले चाहेको उम्मेदवारलाई मतदान गर्ने, गलत कार्य भइरहेको थाहा पाएमा निर्वाचन अधिकृत वा मतदान अधिकृतलाई जानकारी गराउने, मतदान गर्दा होसियार हुने, मतपत्र बदर हुने गरेर मतदान नगर्ने, मतदान गरिसकेपछि अरूलाई आफ्नो मतबारे नसुनाउने, मतदान अधिकृतले हस्ताक्षर गरेको मतपत्रमा मात्र मतदान गर्ने, मतदान गरिसकेपछि मत नदेखिने गरी मतपत्र पट्याएर मतपेटिकामा खसाल्ने। ओहो, निर्वाचनको अवधिमा त नागरिकहरू झन् धेरै होसियार हुनुपर्ने रहेछ है टिचर? हो नि। अझ यसमा पनि मतदानको समय सबैभन्दा महत्त्वपूर्ण हुन्छ। हामी नागरिकले आफ्नो मतदानको अधिकार प्रयोग गर्दै निर्वाचनलाई सफल बनाउन भूमिका खेल्नुपर्छ।